फाइनली बुन्तसँग भेट भयो साथीहरु हेर्नु। फाइनली हाम्रो चाहिँ सिमले आफ्नो मालिक चाहिँ भेट्यो है हाम्रो। हे एभ्रीवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो न्यू ब्लगमा धेरै स्वागत छ। आफ्टर लङ टाइम पछि चाहिँ मैले ब्लग स्टार्ट गरेको है साथीहरु हैन। एन्ड लासो फ्याफुला नमस्कार सबैजनालाई, एन्ड मिस यु, लभ यु सो मच सबैजनालाई हैन। फाइनली आज चाहिँ म एन्ड ह्याप्पी दसैँ भन्न चाहन्छु हजुरहरूलाई फर्स्ट अफ अल हैन। अनि दसैँ गएको पनि 2-3 दिन भइसक्यो। हामी दसैँमा चाहिँ भिडियो बनाउन पाएन किनभने बिजी थियो नि त, ड्युटी थियो, ड्युटी अफ थिएन। अनि आज सन्डे मेरो ड्युटी अफ। अनि म चाहिँ सबै कामहरू सकेर नुहाइधुवाइ खाना खाएर अब चाहिँ बाहिर जान लागेको, साथीहरू उताबाट आउँछ भनेर। अनि बुन्ताहरू आउँदैछ अरे, मन्छुहरू। सो म चाहिँ भेट्न जाँदैछु उनीहरूसँग गाइज हैन, दसैँको स्पेसलमा। सो म चाहिँ अहिले रुममा छु, अब हिँड्न लागेको साथीहरू। सो म चाहिँ लागेँ अनि आज चाहिँ भ्लग बनाऊँ न त भनेर बनाएको। सो साथीहरू एन्ड अन्तिमसम्म हेर्दै जानु होला हैन भिडियो। अनि अहिलेलाई चाहिँ बाई बाई हैन साथीहरू। म अहिले उता उनीहरूसँग भेटेर भिडियो बनाउँछु ल साथीहरू। मिस यु सबैजनालाई एकछिनको लागि, बाई बाई साथीहरू। म जान लागेको, यहाँ साथी पनि आएछ, बहिनी मेरो रुममेट, खाना खाना आएको ड्युटीमा। वेलकम छ तिमीलाई मेरो ब्लगमा। हेलो हेलो, म अलवेज वेलकम हुन्छु इनको ब्लगमा। अनि म चाहिँ खोला त म जान्छु साथी। साथीहरू फाइनली म मनामा आइपुगेँ हैन। अनि अब मेरो साथीहरू चाहिँ हिँडेकै छैन अरे, मलाई 3 बजे हिँड्छु भनेर हैन। म चाहिँ यहाँ 3 बजे ठ्याक्कै आइपुगेँ। म बसबाट आउँछु भनेर सोचिरहेको थिएँ नि त। अनि एकजना यहाँ चिनेको दाइ हुनुहुन्थ्यो, अनि दाइले पुऱ्याइदिन्छु भनेर त्यही भएर आएँ म हैन। साथीहरू फाइनली म मनामा आइपुगेँ कति टाइम पछि। एक्साइटेड छु म साथीहरूसँग भेट्नुलाई हैन। अहिले चाहिँ म यहाँ कुदिरहेको छु यो KFC को अगाडि, यता यो हाइवे छ मेन। अनि त्यो दाइले चाहिँ मलाई यहीँ छोडिदिनु भयो। अनि यहाँ बसिरहेको छु म चाहिँ अहिले। कति खुसी है म चाहिँ आज चाहिँ कति टाइमपछि बाहिर आएको, एक्लै आएको, त्यो पनि ओ माइ गॉड। बुन्ताहरू आउँदैछ फाइनली। अनि उनीहरूसँग भेटेपछि देखाउँछ है तपाईँहरूलाई अहिले। बाई बाई। यहाँ भिडियोमा देखाएको तिमीलाई ए बुन्ताहरू भर्खर आउँदैछ साथीहरू हेर्नु। यहाँ भिडियो कल गरेर म चाहिँ छिटो आऊ भनेर आङदेम्बेलाई भिडियो कलबाटै स्वागत छ तिमीलाई ब्लगमा। आउँदैछ भर्खर बुन्ताहरू चाहिँ गाडीमा साथीहरू। खै मान्छे हेलो हेलो आएर भेटौँ आएर। यहाँ आइगयो त्यो बुन्ता। फाइनली बुन्तासँग चाहिँ भेटेकै छु हेर्नु। यता निन्द्रा लाग्यो भन्दै छ मान्छेहरू। हामी चाहिँ गाडीमा छौँ साथीहरू अहिले। फाइनली बुन्तासँग भेट भयो साथीहरू हेर्नु। आफ्टर लङ टाइम पछि भेट भयो हाम्रो चाहिँ। म त दिदी स्वागत छ मेरो ब्लगमा। हेलो आफ्टर लङ टाइम। हेलो हेलो वेलकम मन्सुला, वेलकम यता बहिनीलाई वेलकम। फाइनली हामी चाहिँ भेट भयौँ साथीहरू। हामी जाँदैछु, बधाई छ बहिनीलाई न्यू फोन। धन्यवाद दिदी। जाम कता हो अब? हामी चाहिँ गाडीमा बसिरहेको थियो, त्यही भएर भिडियो बनाउनु पाएन। फाइनली बाहिर उत्रेँ नि त गाडीदेखि। अब चाहिँ हामी ऐना पनि हुन्छ, तर मैले भ्लग बनाउनु कति भयो यार, बिर्छु होला भ्लग बनाउनु। जहिले सर्ट भ्लग मात्रै बनाउँथेँ। अब चाहिँ फाइनली लङ भ्लग बनाउँदैछु साथीहरू। आज पोस्ट हुन्छ है साथीहरू होइन। हामी चाहिँ एउटा लोकेसन हेर्दै जाँदैछु, लोकेसन त्यो नभेटेर यस्तो गल्ली गल्ली हिँड्दैछौँ। हामी चाहिँ यहीँतिर भिडियो बनाएर हालौँ, अनि यस्तो एक्सपेक्ट गरेर त यस्तो ठाउँमा पुग्यो भनेर भिडियो हाल्नुपर्छ। भोक लाग्यो अरे, अब एकछिनमा होटलमा गएर खानुपर्छ।
एउटा टिकटकमा देखेको भिडियोको भरमा हामी चाहिँ त्यो गल्लीमा चाहिँ फोटो खिच्नु भनेर आएको। अब कहाँ पुग्यो अगाडि यहाँ दाइले लाँदै हुन्छ हामीलाई। यहाँ मान्छेहरूलाई गल्लीमा सोध्दा सोध्दै जाँदैछौँ। कितना दूर है? 350 मीटर में दिखा रहा है। हाँ इधर से सीधा जाओ। त्यो लोकेसन खोज्दै जाँदै हुन्छ साथीहरू चाहिँ। तिम्रो फ्यानहरू अझै हुनुहुन्छ? तिम्रो भिडियोको लागि वेटिङमा हो क्या? मेरो सब्सक्राइबरै बढेको छैन। त्यो देखाइदेऊ त तिमीले, त्यो भिडियो देखाइदेऊ त कहाँ जान आँटेछौँ भनेर हामी। मैले एकछिन मनमा यो हामी त्यहाँ गल्लीमा जाँदैछौँ साथीहरू। अनि मेरो प्यारी बुन्तासँग भेट भएर हेर्नु न तपाईँ, हेर्नु न यस्तो गर्दै हेर्नु न तपाईँ, बोल्दै हिँड्नु न, म तपाईँलाई यस्तो भिडियो खिच्दै हिँड्छु। के बोल्नु, मलाई बोलाउनु त्यसरी। यहाँ दाइ र दिदीले चाहिँ त्यो गल्ली सोद्धा कति 5-6 जना मान्छेलाई सोधिसक्यो। त्यो कसैले यता भन्छ, कसैले यता भन्छ, कति गल्ली गइसक्यो हामी। कति घन्टा भइसक्यो भन्नु न है म हिँडेको। म आएको 2 घन्टा पछाडि उनीहरू आयो। अनि फेरि उनीहरू आएर पनि 1.5 घन्टा 1 घन्टा घुम्यौँ गाडीमै। फाइनली डिसिजन गरेँ त्यो गल्ली भेट्ने भनेर। त्यो गल्ली भेटाउनै पाएको छैन। आजको दिन चाहिँ यति नै जाने भयो। तपाईँको क्यामेरा म पक्रिदिएँ नि, तपाईँ बोल्ने। एउटा यो भ्लगरहरूले नि त इसा एकजना क्यामेरा पक्रिन राखिरहेको हुन्छ है मान्छेले। अब के गर्नु, अब फेरि अर्कोचोटि भेट हुन्छ। अब इसा अब के भन्छ, अब यो उयोमा भेट हुन्छ हाम्रो होइन, रमजानको छुट्टीमा। अनि त्यस पछाडि त डाइरेक्ट नेपालमा मात्रै भेट हुन्छ है। यसरी मात्रै भेट्ने? अनि त्यो छुट्टीमा त अब धेरै टाइम स्पेन्ड गरिन्छ नि त, किनभने 4-5 दिनको छुट्टी हुन्छ त्यहाँ अलरेडी भइहाल्छ। अनि पछि अब भयो भने त अर्को के ईदको बेलामा भेट हुन्छ, अनि त्यहाँदेखि हुँदैन है। अनि अब त्यस्तै टाइम मिल्यो भने भयो आउने भेट्नु। अनि कहिले आउने, अनि त्यस्तो टाइम केही मिल्यो भने अनि अहिले अब घर जान्छु नि त म अर्को। त्यही भएर यहाँ फेरि एकजना यो बाजेलाई सोध्नुभयो दाइले। कतिजनालाई सोधिसक्यो। तपाईँ मनमा आयो क्या टेन्सन छ दिदीलाई? फेरि फर्किनु साथीहरू हामी यताबाट। रात परिसक्यो हेर्नु साथीहरू। फाइनली त्यो गल्ली चाहिँ आइपुग्यौँ है हामी चाहिँ। भूत यही अरे, लु जाऊँ यही हो फाइनली गाइज। यस्तो छ हामी पुग्यौँ है साथीहरू। हामी पुग्यौँ है साथीहरू फाइनली। यही हो सुजीहरू आउनुभएको। यति नै हो लाइट, यति नै अँध्यारो देख्दो रहेछ त। यहाँ हेर्नु पिरा जस्तो छ के हो, यो ट्रेडिसनल सामानहरू रहेछ क्या यहाँ। यो पिरा के अरे उयसले बनाएको, यो माटोको भाँडाहरू छ, यहाँ फ्लावरहरू छ। पुरै चराहरू पनि कराउँछ यार। यहाँ साइकलहरू रहेछ। उयो यता पनि दामी आउँदो रहेछ बुन्द। फाइनली हाम्रो चाहिँ सिमले आफ्नो मालिक चाहिँ भेट्यो है। हाम्रो यो सिम हामी 6 महिनासम्म चाहिँ मैले उसको सिम, उसले मेरो सिम चलाइरहेको थियो। फाइनली हाम्रो सिममा चाहिँ आफ्नो मालिक भेट्यो। लु तिम्रो सम्पत्ति। किन त्यस्तो अस्ति नै हाम्रो सिम एकअर्काको साथी र त्यतिखेर हतारमा दिनै पाएन क्या। अनि आज चाहिँ कति टाइम पछि कङ्ग्रेचुलेसन। तिमीले मेरो सिमले
हाम्रो स्पेसल चटपटे सबैको फेभरेट आइपुगेको छ साथीहरू हेर्नु यता पनि छ यहाँनिर एकदम